चढेर आउँदा गलिएन यहाँ आउँदा गलियो किन भनेको त तल त गाडीमा आएको थियौँ नि त हामी हौ साथीहरू यसरी पिन्जुरेमा गुराँस हेर्न भनेर त निकै टाढाबाट आइयो खोइ त यसरी बादल लागेर त पुरै बिहान उठ्दा घाम लाग्यो दोकान भाइ अलिक माथि आयो अलिक कुहिरो अलिक माथि आयो अलिक कुहिरो ल अहिले पाथिभाराको लिस्नामा आउँदा झ्याप्पो कुहिरो तिनजुरे हेर्न आएको मान्छेले बादल हेर्न जाने भए खुसी हो कुरो लु भन्नु जिन्दगीमा यस्तो तरिकाको कुहिरो लगाइले चाहिँ जे होस् कुहिरो लागेर गुराँस देखियोस् नदेखियोस् थाहा भएन तिनजुरे आइयो पाथिभरा गइयो यसरी पाथिभरा मन्दिर दर्शन गर्नको लागि हामी एकदमसँगले हिँड्दैछौँ बिसाउने ठाउँमा चाहिँ बिसाइहाल्नु त दाजु यसरी हो ल रुक्कै भयो यत्रो डाँडो चढेर आयो गलिएन यहाँ चढ्दै गलियो कुन बेला त यहाँनिर सारङ्गी बजाउने दाजुहरू पनि हुन्थ्यो सारङ्गी भेटे त आफै बजाउँदा हुने रहेछ यहाँ सारङ्गी भेटे त हेर कान्छा यत्रो डाँडो चढेर आउँदा गलिएन यहाँ आउँदा गलियो किन भनेको त तल त गाडीमा आएको थियौँ नि त हामी अहिले थाहा भयो नि त मलाई अहिले थाहा भयो नि त मलाई यहाँ त लिन्छ हिँड्दा त अनि हुर्कै भइएन त यत्रो माथि आउँदा गलेको थिएन यहाँ आउँदा चाहिँ किन गल्यो भनेको त अहिले थाहा भयो तल त गाडी चढेर सरर आएको अनि यहाँ त पुरा धक्यो नि त जिन्दगीमा मधेसको मान्छेलाई गाह्रो छ